घरबाट रिचार्ज किन्न निस्केका दुर्गा पुनको बाटेमै भयो हत्या। गुम्यो घरको सहारा, विक्षिप्त परिवार। बाँकेको कोहलपुर नगरपालिका 7 वनखेतका 40 वर्षीय दुर्गा पुनको बिहिबार राति हत्या भएको छ। वडा नम्बर 7 कै रजघटुवा पुल नजिकै उनको हत्या भएको हो। हत्या गरिएका पुन पूर्व वडा सदस्य समेत हुन्। उनी नेपाली कांग्रेस पार्टीमा आबद्ध थिए। श्रीमती छाया पुनका अनुसार दुर्गा हिजो बेलुका रिचार्ज कार्ड लिन घरबाट मोटरसाइकलमा निस्किएका थिए। उनको दिउँसो स्थानीय केही युवाहरूसँग झगडा भएको थियो। उनीहरूले नै राति आफ्ना श्रीमानको हत्या गरेको श्रीमतीको आरोप छ। अहिले प्रहरीले स्थानीय 4 जना युवालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। हत्या किन र कसरी भयो विस्तृतमा खुल्न बाँकी नै छ।